साथीहरूले अहिले पनि केही माल खाएरै काम गर्छन् कि यार यस्तो बुद्धि चाहिँ कहाँबाट आउँछ भनेको सिंहदरबारतिर त्यो सुल्फाको बास्ना आउन थाल्यो होइन नत्र यस्तो गतिविधि कसैले गर्छ राज्यको अभिन्न सर्भर डाउन गर्ने अनि गाडी ल्याएर पार्किङ गर्ने त्यो पनि प्रहरीकै गाडी चढेर आएर पार्किङ गर्ने रे के फेरि गोवन थापा घर गएर त प्रहरीकै गाडी आएर प्रहरीकै गाडीमा फर्किनु भयो प्रहरीकै गाडीमा फर्किनु अनि त्यो मान्छे को हुन् भन्दाखेरि सर्भर डाउन गरिदिने अहिलेसम्म पुलिसले रिपोर्टै नदिने प्रहरी साथीलाई मेरो अपिल छ 10औं जोडी बिन्ती छ तपाईँ सबैको साझा प्रहरी हो कुनै सत्ताको गुलाम होइन मान्छे यो के त्यो भए हुनाले प्रहरी साथीहरूलाई अपिल छ सत्य कुरा बाहिर ल्याउनुस् हिजो कसरी कुटियो भन्नुस् त एकजना अभियन्ता के छ भनेर सोध्न मात्रै गएको हुन् उनलाई पक्राउ गर्नु पर्ला राज्यले पक्राउ गर्ला तर पक्राउ गरेर अनुसन्धान गरेर राख्ने पो बङ्की बङमुटकी लगाएर कुट्ने हो अनि प्रहरी र गुण्डामा के फरक भयो त त्यसो भने गुण्डा र प्रहरीमा केही पनि फरक भयो गुण्डाले पनि कुट्छ प्रहरीले पनि कुट्छ प्रहरीले त नियन्त्रणमा लिने हो त्यो लात्तीले बजार्ने हो र सम्बन्धित त्यो इन्सपेक्टरलाई कानुनी कारबाही होस् म आज पनि भन्छु त्यो मान्छेलाई कारबाही हुनुपर्छ किनभने कुट्न पाइँदैन किन नियन्त्रणमा लिन पाइन्छ सार्वजनिक स्थलमा नियन्त्रणमा आइसकेको व्यक्तिलाई कुटपिट गर्न पाइँदैन किनभने